फिजिकल शेयर सर्टिफिकेटबाट डिजिटल डिम्याट अकाउन्ट र मेरो शेयरसम्मको यात्रा जसले नेपालको स्टक मार्केटलाई पुरै बदलिदियो। पहिला जब तपाई कम्पनीको शेयर किन्नुहुन्थ्यो तपाईको नाममा एउटा कागजी प्रमाणपत्र आउँथ्यो जसमा कति शेयर छन्, कुन कम्पनीका हुन् सबै लेखिएको हुन्थ्यो। समस्या के थिए? हराउने खतरा थियो, शेयर ट्रान्सफर गर्न झन्झटिलो थियो, डुप्लिकेट वा फेक सर्टिफिकेटको रिस्क थियो। यो सबै समस्या हटाउन 2011 मा CDSCL सेन्ट्रल डिपोजिटरी सिस्टम एन्ड क्लियरिङ लिमिटेड स्थापना भयो। यसको मुख्य गोल थियो शेयर सर्टिफिकेट हटाएर सबैलाई इलेक्ट्रोनिक रूपमा राख्ने, जसलाई डिमोटरलाइजेसन पनि भनिन्छ। डिम्याट अकाउन्टका फाइदा: हराउने डर छैन, शेयर छिटो किनबेच गर्न मिल्छ, सुरक्षित, पारदर्शी, सजिलो, कागजको झन्झट सकियो। जसरी हामी कागजी नोटबाट डिजिटल ब्याङ्किङमा गयौँ त्यसै गरी शेयर पनि डिजिटल भइसकेको छ। तर सुरुमा कुरा सजिलो थिएन। लोड सेडिङ 12 देखि 18 घण्टा हुन्थ्यो, ब्याङ्क र डिपोजिटरी पार्टिसिपेन्ट अफिसमा सिस्टम डाउन हुन्थ्यो, रुरल एरियामा इन्टरनेट नै थिएन, डिम्याट अकाउन्ट खोल्न डिपी पनि लिमिटेड थिए। 2015 मा सेभनले आइपिओ र ट्रेडिङको लागि डिम्याट अकाउन्ट अनिवार्य गरिदियो। त्यसपछि एडप्टेसन के भयो? बढ्यो। 2016-17 मा लोड सेडिङको अन्त्य भयो, इन्टरनेट फैलियो अनि डिम्याट अकाउन्ट र मेरो शेयरको प्रयोग बुम भयो। 2018 मा CDSCले लन्च गर्यो मेरो शेयर। अब ब्याङ्कमा लाइन बस्नु पर्दैन, घरमा बसेर आइपिओ अप्लाई गर्न सकियो, पोर्टफोलियो हेर्न सकियो, शेयर ट्रान्सफर गर्न सकियो, सबै के नै भयो? अनलाइन नै भयो। 2024 सम्मको डाटा हेर्दाखेरि डिम्याट अकाउन्ट 62.82 लाख खुलिसकेका छन्, जसमा मेरो शेयर युजर छन् 53.37 लाख र आज नेप्सेमा 245 प्लस कम्पनी लिस्टेड छन्, जसमा ब्याङ्क, इन्सुरेन्स, हाइड्रो पावर सबै। सेभनले सबै रेगुलेट गर्छ ताकि स्क्याम नहोस् र ट्रान्सप्यारेन्सी रहिरहोस्। शेयर बेच्न चाहनुहुन्छ? मेरो शेयरबाट इन्स्ट्रक्सन दिनुहोस्, ब्रोकरले नेप्सेमा ट्रेड एक्जिक्युट गर्छ। CDSCलाई शेयरको ब्याङ्क मान्न सकिन्छ र डिपोजिटरी पार्टिसिपेन्ट भनेको त्यो CDSC ब्याङ्क र तपाईँ बीचको पुल हो। यो भिडियो हेल्पफुल लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। अर्को इन्फर्मेटिभ भिडियोमा भेटौँला।